Supported by मलको एप Free delivery America भरी. Download the app today. www.malco.store. Education and Visa Partner. ग्लोबल कंसल्ट विद्यार्थी भिसाको भरपर्दो साथी. Digital Partner RT Entertainment. Movie Partner. दिदी तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ सबैभन्दा बढी कसको माया लाग्छ भनेको के म तिम्रो किरण तिमी मेरो उज्यालो है दिदी मागेर छोड्दिन दिनै क्या खतरा है यस्तो हुरीमा पनि पिडी जलाइदिनु भयो Birds on the wire, they mocking me. Voices in the breeze, they're talking to me. Echo on my म त बिना अधुरै हुन्छु बसन्त बिना केसरी बेरङ्गी हुन्छ आज जे छ भोलि हुन्न हिजो भएको फर्किँदैन पूर्व हुँदै पश्चिम ढल्छ घाम छायाले पर्खिँदैन विपनालाई भुलिसके सपना आउँछ बेसरी फुल झै फुल्दै झर्दै गरिरहन्छु म केसरी अब त बस्नु भन्न पनि छोड्यो है ए बाबा शत्रु नै भए पनि आफ्नो आँगन टेकेको मान्छेलाई बस्न आग्रह गर्नु राम्रो संस्कार हो त्यहाँ माथि म त तिम्रो आफन्तै पर्यो फेरि पनि यस्तो व्यवहार गर्छु त्यस्तो होइन दाइ जा छोरी ठुलोवाला कुर्सी ल्याइदे हामीले चिया खाँदै थियौँ म तपाईँलाई पनि चिया बनाएर ल्याइदिन्छु है भयो भयो पर्दैन मैले घरमै खाएर आएको नडराओ म तिमीहरूसँग पैसा माग्न आएको होइन म त यो तमसुक च्यात्न आएको अब तिमीहरूले पैसा तिर्नु पर्दैन मलाई त यो तमसुक बनाउनु पनि मन थियो मनोज आफैले कर गरेर मात्रै बनाएको अब म आफै च्यातौँ कि तिमीहरू च्यात्छौ तपाईँ आफैले भन्नुभएको होइन ऋण खाएर मरेपछि उसको परिवारले ऋण तिर्न सकेन भने आत्माले शान्ति पाउँदैन भनेर हामी ढिलो चाँडो जसरी नि तिर्छौँ उसको आत्मालाई भड्किन दिँदैन। हेत्तेरिका
तिमीले अलिक कुरा बुझिनौ। अस्ति तिमीहरू त्यो केटीको लागि मसँग त्यत्तिकै न्यु खोज्यौ, त्यही भएर रिसको झोकमा म अलिकति तात्तिएको। अहिले त त्यो केटी पनि माइत गएछ। मैले सुनेको त्यो अब फर्केर यहाँ आउँदिन अरे, उतै बस्छ। उसलाई माया गर्ने केटो यहाँ आएको थियो नि, हो उसैसँग बिहे गरेर बस्छ। ठिकै छ, बिहे गरेर ऊ खुसी हुन्छ भने हामीले किन टाउको दुखाउनु परेर? जिन्दगीभरि विधवा भएर बस्नुभन्दा त बिहे गरेर बसेकै राम्रो नि, होइन र? राम्रो हो नि, हाम्रो छोरीको अवस्था त्यस्तो भएको भए हामी पनि त्यही चाहन्थ्यौँ। के कुरा गरे कि? त्यो त अलक्षिणी भएर त्यस्तो भएको। हाम्रो मिरा त लक्ष्मी हो, यसको भाग्य धेरै राम्रो छ। साँच्ची त कति वर्षको भएछ रे? 21 पुरा भएर 22 मा लागे। ए उसो भए तेरो पनि बिहा गर्ने बेला भएछ। मसित 101 गतिला केटा छन्, कुरा चल न। भर्खरै दाइ बितेको छ, मरेला सुक्न पनि पाएको छैन। पुरानै ऋणको बारी टाउकोमा छ। अब बिहे गर्न चाहेर पनि कसरी बिहे होला र? धनको किन चिन्ता गरे कि? म छैन र? म हुँदा हुँदै छोरीलाई बुढी कन्या हुन दिन्छु र? भर्खर त 22 लाग्दैछु, कसरी बुढी कन्या भएर? अझै 5-7 वर्ष बिहेको कुरा नगर्नु मसँग। होइन 5-7 वर्षमा तैँले के चाहिँ नाप्छेस्? प्रशस्त धन हुनेले उमेर ढल्केपछि बिहे गर्ने, गाला चाउरी परे पनि धनको लोभमा भर्खरका केटाले बिहा गरेर लैजान्छ। त जस्ताले बेलैमा बिहा नगर्ने हो भनेदेखि भोलि कसैले पत्याउँदैन। नपत्ताइ बिहे नगरी बस्छु। आमा पनि एक्लै हुनुहुन्छ, मलाई आमाको सहारा बन्नु छ। पढाइ पुरा गरेर जागिर खाएर आफ्नै खुट्टामा नउभिँदासम्म केही गर्दिनँ। पढाइ पुरा गर्न पनि पैसै चाहिएला के अरे? त्यसमाथि पहिलाको ऋण त्यत्तिकै छ। ऋणमाथि ऋण तिमीलाई कसले पत्याउँछ? त्यही भएर धेरै ठुलो कुरो नगर। पढ्ने र जागिर खाने काम बिहेपछि पनि गर्न मिल्छ। म आफै भनौँला, हाम्रो छोरीलाई नपढाउने हो भने हामी छोरी दिन्नौँ भनेर उनीहरूले नमान्ने कुरै छैन। एउटा असल घरको राम्रो केटा छ, उनीहरू हाम्रो मिरा जस्तै राम्री र सुशील केटीको खोजीमा छन्। दाइजो साइजो के पनि चाहिँदैन भनेका छन्। त्यस्तो गरेर त्यो केटा पाउनु भनेको यसको भाग्य खुल्नु हो। भए छोड्दिनँ। अब उसलाई मनै छैन भने किन कर गर्नुहुन्छ? कर गरेको होइन, तिमीहरूकै जिन्दगी राम्रो होला भनेर भनेको। नत्र मेरो नजरमा अरू पनि केटी थिए, अरूलाई नै भन्थेँ मलाई यसकै भाग्य खुल्ला भनेर भनेको। मलाई कसैको कृपाले होइन, आफ्नै सङ्घर्षले आफ्नो भाग्य आफै बनाउनु छ। खुब गरी सङ्घर्ष। मैले ऋण तिर्नु पर्दैन भनेर पो, नत्र अहिले खेतबारी जान्छ तिमीहरू, सुकुम्बासी हुन्छौ तिमीहरू। अनि कसरी पर्छेस्? मुख चलाउनु जस्तो जिन्दगी चलाउनु सजिलो छैन। झन् आफ्नो सम्झेर भलाइ गर्न खोज्यो, उल्टो ठुल्ठुलो कुरा गर्छ। आफ्नै सङ्घर्षले भाग्य बनाउँछ। ल बना तेरो भाग्य। त्योभन्दा पहिला मेरो पैसा तिर, सक्सेस तिर्न कि म तेरो यो घरखेत सबै लिलाम गरेर मेरो पैसा उठाऊ, नत्र कहाँबाट ल्याएर तिर्छस् मेरो पैसा भन्न। हामी तिर्छौँ। यही पैसा खोज्नु भएको होला, राख्नुहोस् तपाईँको पैसा। र अब आइन्दा सिर्जना र उहाँहरूलाई सताउने होइन, उहाँहरूको बोल्ने कोही छैन र साथ दिने कोही छैन भनेर हेप्नु भएको होला, होइन? हामी छौँ उहाँहरूको। के हो यो? तपाईँको पैसा मनोज बाबुले बिहेमा लानुभएको 3 लाख रुपियाँ, र आजबाट यसरी आएर उहाँहरूलाई दुःख दिने होइन। कसले भने 3 लाख भनेर? मैले त 30 लाख दिएको। ए तमसुक यहीँ छ, नपत्या हेरे हुन्छ। यहाँ त 30 लाखै लेखेको छ। मनोजले त बिहेको लागि 3 लाख मात्रै लिएको भनेर कुरा गर्दै थियो त। ए मैले नै 3 लाखलाई 30 लाख भने
के भन्नु खोज्यो कि तिमीले? तिम्रो छोरो कति झुटो र फटा थियो तिमीलाई केही थाहा छैन। यो केटीसँग बिहे गरेपछि यसको सबै सम्पत्ति आफ्नो हुन्छ भनेर मलाई झुक्याएर मसँग 30 लाख लिएको। मलाई अरू कुरा केही पनि थाहा छैन। अबको 1 महिनाभित्र कहाँबाट हुन्छ कसरी हुन्छ मेरो ऋण चुक्ता गर, होइन भने यो घरबारी सबै मेरो नाममा गर। अहिले यो 3 लाख ब्याज भयो, बाँकीसम्म 1 महिनाभित्र तिर्नु। नत्र के भयो बाबु? किन केही नबोली बसेको? बासँग कुरा गर्नु पुगेको होस्? बासँग के कुरा गर्नु? बा मसँग बोल्नु भएकै छैन। त बोल्न खोजे पो बोल्नुहुन्छ। त आफै रिसाएर हिँडेपछि उहाँ किन बोल्नुहुन्थ्यो? मलाई नढाँटिकन भन् त बाबु, तँलाई के भएको छ? अब म यहाँ बस्दिनँ आमा। यहाँ बस्दिनँ रे? के भनेको? यहाँ बसेर जीवनमा केही प्रगति भएन। खाली दैनिकी चलाएर मात्र के गर्नु? झट्ट हेर्दा घर परिवारसँगै छु, घर व्यवहार पनि राम्रै चलेको छ, तर त्योभन्दा बढी केही भएको छैन। भैँसी पालेर पनि आम्दानी र खर्च बराबर छ। भैँसी किन्छु भनेर लिएको ऋणले उता घर किने, त्यो पैसा त्यत्तिकै फस्यो। अहिले न ऋण तिर्न सकेको छु न घर चलाउनु, साह्रै गाह्रो भयो आमा। कहिले काहीँ अप्ठ्यारो त परिहाल्छ नि, त्यत्तिकै हरेस खाएर नि हुन्छ त। हामीलाई धेरै किन चाहियो? 2 छाका आफ्नो परिवारसँगै बसेर खान र 1 सरो लाउन पुगे, त्योभन्दा बढी किन चाहियो भन् त? केसरी 2 जिउकी छे, त्यसमाथि मुटुको रोगी। उसले आफ्नो ज्यानको मतलब नगरेर बच्चा जन्माउन खोजेकी छ। भोलि उसलाई बच्चा जन्माउन के कति अप्ठ्यारो पर्ने हो। भगवानको कृपाले सबै राम्रो भएछ भने पनि त्यसपछि बच्चा भएपछि झनै खर्च पर्छ। बच्चालाई राम्रो लाउन, खान, राम्रो शिक्षा दिन, आवश्यक परेको बेला स्वास्थ्य उपचार गराउन सकिएन भने बाउ भएँ भनेर घमण्ड गर्नुको कुनै अर्थ हुँदैन। सन्तान जन्माउनु भनेको जिम्मेवार हुनु पनि हो। यही हालतमा बसिराखेँ भने मैले आफ्नो र सन्तानको केही चाहना पुरा गर्न सक्दिनँ। त्यसैले विदेश जाने सोचेर मेन पावरमा कुरा गर्दैछु। होइन, के कुरा गर्छ? सुन्नु हो यसका कुरा? यो त विदेश जान्छु पो भन्दैछ। मैले किन सुन्नु पर्यो? तिमीले सुने भइगयो नि, तिमीलाई सुनाएको होला कि म आएर आमा छोरालाई कुरा गर्न अप्ठ्यारो लागेको भए म बाहिर जाम? मैले तपाईँसँग पनि सल्लाह गर्न खोजेको, भन्न नसकेर मात्र हो। के सल्लाह गर्नु पर्यो? जाने भनेर मन बनाइसकेपछि। मन पो बनाएको हो, गइसकेको त छैन नि। अस्ति तपाईँले भनेको कुराले पनि मनमा बिजेको छ, त्यसपछि झनै यहाँ बस्नै मन लागेको छैन। छोरो मान्छे भएपछि यत्तिको इख चाहिँ हुनैपर्छ। मैले के नचाहिँदो भनेको छु र? उमेरमा अलिकति धन जोड्न सकेन भने बुढेसकालमा गाह्रो हुन्छ। म त जान मन छ भने जा भन्छु। होइन, के भन्नुभएको? झन् छोरालाई सम्झाएर नजा भन्नु होला भनेको त उल्टै जा पो भन्नुहुन्छ। होइन, यहीँ बसेर चाहिँ के हुन्छ भन त? छोरा मान्छेको पीडा तिमीले बुझ्दिनौ के? भोलि तिमी आफै बिरामी भएर उपचार गर्ने पैसा भएन भने के हुन्छ थाहा छ? जवान छोरो घरमा हुँदाहुँदै आमाको उपचार गर्न सकेन भनेर
सबैले यसैलाई थुक्छन्। अलिकति उन्नति प्रगति गर्नु छ भने एकचोटि घर छोड्नै पर्छ। छोरा मान्छेले एकचोटि देश विदेशको पानी खाएको हुनुपर्छ। गाउँमै बसेर कुवाको भ्यागुतो हुनुभन्दा एकचोटि बाहिर गएपछि दुःख के हो, घरको माया के हो, देशको माया के हो भनेर बुझिन्छ। एक दुईचोटि लडेर उठेको मान्छेले नै बलियो गरी खुट्टा टेक्न सक्छ के। सधैँ अर्काको सहारामा हिँड्नेले कहिल्यै प्रगति गर्दैनन्। त्यसैले म त जा देश विदेश बुझेर आइज भन्छु। तपाईँले भनेर हुन्छ, म त कहीँ पठाउँदिनँ यसलाई। अब मलाई नरोक्नु आमा, मैले जाने निर्णय गरिसकेँ। बाआमासँग गएर के कुरा गरिस्? जुन कुरा तँसँग गरेको थिएँ त्यही कुरा गरेँ। अनि के भन्नुभयो उहाँहरूले? कसका चाहिँ बाआमालाई रहर हुन्छ र आफ्ना छोराछोरी आफूबाट टाढा जाउन् भन्ने, तर बाध्यताले जानुपर्छ। अब पनि बाआमा र तेरो मुख हेरेर सधैँ यहीँ बस्यो भने हाम्रो र हाम्रो सन्तानको भविष्य नराम्रो हुन्छ कसरी? हामी त जसोतसो गरौँला, तर अबको समयअनुसार गुजारा चलाउने कमाइले मात्र केही हुँदैन। हाम्रो सन्तानले अभावमा बाँचोस् भन्ने चाहन्छस् त? अनि त्यसको लागि विदेशै जानुपर्छ त? यहीँ बसेर के गर्न पनि त सकिन्छ नि। पढे लेखेको छस्, लोकसेवा पढ, जागिर खा, या अरू कुनै व्यवसाय गरौँ। विदेश नजाके। हामीलाई अहिले पैसाको खाँचो छ। लोकसेवा पढेर कहिले नाम निकाल्ने, कहिले जागिर खाने, फेरि किन ग्यारेन्टी छ र नाम निकाल्ने? मैले धेरै सोचेर निर्णय लिएको हुँ। एकचोटि गएर आउँछु, त्यसपछि बरु यहीँ केही गरौँला। उसो भए मलाई पनि लिएर जा। तँ बिना म यहाँ एक्लै बस्न सक्दिनँ। के भने कि तँलाई यस्तो अवस्थामा कहाँ लैजाने? म घुम्न र रमाइलो गर्न जान लागेको होइन, दुःख गरेर कमाउन जान लागेको, हाम्रो र हाम्रो बच्चाको भविष्यको लागि। पर्दैन मेरो लागि कहीँ जानु। मेरो लागि तँ साथमा भएपछि मलाई केही पनि चाहिँदैन। फेरि म दुई जिउकी भएको बेला तँ मेरो साथमा हुनुपर्छ। बरु बच्चा जन्मेपछि जालास् नै हुँदैन। म त तँलाई छोडेर जानै चाहन्न नि। के गरौँ, यो मेरो मात्र समस्या होइन, म जस्तै धेरै युवाको समस्या हो। एकछिनलाई सँगै हुन पाएँ भनेर हुँदैन। पैसा बिना केही हुँदैन। हामीले त आफ्ना रहर मारेर बसौँला रे, तर सन्तानको रहर पुरा गर्न सकेनौँ भने के हुन्छ भन् त? उसलाई राम्रो लाउन, मिठो खाना दिन सकेनौँ भने, राम्रो शिक्षा र औषधि उपचार गराउन सकेनौँ भने बाबुआमा हुनुको के अर्थ हुन्छ भन् त? मलाई अरू केही थाहा छैन। त कतै जाँदैनस्। यदि यही बच्चा जन्मिन लागेकै कारण यसैको भविष्यको लागि त विदेश जानुपर्ने बाध्यता आएको हो भने म बरु यो बच्चै जन्माउँदिनँ। मलाई डाक्टरले बच्चा नजन्मा भनेको छ। म एबोर्सन गराउँछु, तर त कतै नजा। के भने कि यस्तो यसरी हिम्मत नहार्न। त मेरो शक्ति होस्, मेरो मनोबल बढाउने मान्छे होस्। तैँले साथ दिए पो मैले सबै समस्यालाई सजिलै पार लगाउन सक्छु। अनि यो बच्चा हाम्रो जिन्दगी हो, यसकै कारण हाम्रो जिन्दगीमा खुसी आएको छ। एकछिन बादल लागेर घाम छेकिन लाग्यो भनेर दुखी नहो। त्यो बादल फाटेपछि फेरि घाम लाग्छ। सम्झी, म तँबाट टाढा हुनु भनेको त्यही बादलले घामलाई छेके जस्तै हो। बादल फाटेर हटे चाहिँ
म फर्केर आएपछि त्यसरी नै हाम्रो जीवनमा घाम लाग्नेछ, खुसी छाउनेछ। तपाईँ सुत्नु है, केही अप्ठ्यारो पर्यो भने हामीलाई बोलाउँदा हुन्छ, हामी उता कोठामा सुत्छौँ। हुन्छ, भोलि बिहानै जान्छु है। खाना नखाइकन? खाना खान बोल्दिनँ, उतै घरमा गएर खान्छु। तिम्रोमा खाना मिल्ने भएको भए खाना खाएरै जान्थेँ। वर्ष दिन नभए तिम्रोमा खाना खान मिल्दैन, फेरि यता अर्काको घरमा के दुःख दिनु। केही अप्ठ्यारो मान्नु पर्दैन। लक्ष्मी दिदी अरू जस्तो हुनुहुन्न, उहाँले मलाई माया गर्नुहुन्छ। बिचरा उहाँको पनि वैषमी लोग्ने बित्नु भएको रहेछ। मान्छे त सोझी हुनुहुँदो रहेछ, धन्न छोराछोरी रहेछन् र बोल्ने ठाउँ रहेछ। बाहिरबाट हेर्दा हाँसेको देखिने धेरैको मनमा कतै न कतै पीडा लुकेको हुन्छ। धेरै र थोरै भन्नु मात्र हो। मलाई लाग्छ संसारको सबैभन्दा अभागी मै हो, तर भाग्यले मलाई भन्दा पनि धेरै ठगेका मान्छेहरू देख्छु। त्यसपछि आफूलाई सम्हालेर मन बुझाकी छु। त्यो ठुलो बाबुले तिमीलाई झनै दुःख दिने भयो। साह्रै पापी रहेछ त्यो, आफू पनि मरेर जानुपर्छ भन्ने सोच नभएको। अनि त्यो ठुलो बाबुले यहाँ जालजेल गरेको कुरा पुण्य दाइलाई भनौ कि नभनौ? केही पनि नभन्नु, सबै ठिक छ भनिदिनु, नत्र बुवाले मेरो चिन्ता गरेर हाँत्तिनुहुन्छ। तर तिमीले मलाई चाहिँ यहाँ भएको कुरो सबै भन्नुपर्छ। केही अप्ठ्यारो पर्यो भने भन्नु, म आउँछु। माइती कमजोर देख्यो भने झनै हेप्छन्। हुन्छ, म भन्छु। अहिले तपाईँ सुत्नु अङ्कल, म जान्छु है। हुन्छ। बस्नु न। अङ्कल सुत्नुभयो? सुत्नुभयो। तिमी यसरी अचानक आउली भनेर हामीले सोचेका पनि थिएनौँ। तिमी आएपछि मलाई हिम्मत आएको जस्तो भएको छ। अब हामीलाई छाडेर त जान्नौ नि। जाने मन भएको भए फर्केर आउने नै थिएन। म दुःखसँग डराएर भाग्ने मान्छे होइन आमा। मैले त दुःखलाई नै साथी मानिसकेको छु। दुखीको दुःख बुझ्ने दुःख पाएको मान्छे नै हुन्छ। तपाईँहरूको साथ पाएसम्म म कतै जान्न। मलाई उहाँ नानीलाई जस्तै छोरी जसरी माया दिनुहुन्छ नि। के भने कि तिमी पनि मेरो छोरी नै हो। मैले कहिले पनि मीरा र तिमीमा फरक व्यवहार गर्ने छैन। आमाले त्यस्तो भन्दा मेरो मायामा कमी हुने भयो भन्ने लागेको त छैन नि तपाईँलाई? नाइ भाउजू, बरु म आमालाई आफै भन्छु, आमा मेरो भागको माया पनि भाउजूलाई नै दिनु। म भाउजूको अनुहारमा सधैँ खुसी देख्न चाहन्छु। भाउजू खुसी हुनुभयो भने म यसै खुसी हुन्छु। त्यति धेरै माया गर्नुहुन्छ मलाई? किन थाहा छ? किन? अब तपाईँ यो घरको दुरी खाबो हो। आमाको ख्याल गर्ने र माया दिएर राख्ने तपाईँले हो। तपाईँ हुनुभयो भने आमाको केही पिर गर्नु पर्दैन। मैले भन्दा पनि धेरै माया दिएर राख्नु है आमालाई। मैले मात्रै किन, तपाईँ पनि हुनुहुन्छ नि आमालाई माया गर्ने। मलाई त सधैँ यहाँ बस्न कहाँ दिनुहुन्छ र? बिहे गरेर पठाइहाल्नुहुन्छ होइन त आमा? के गर्छस् त? छोरीको जातले एक न एक दिन आफू जन्मेको घर छोड्नै पर्छ। मैले पनि छोडेर आएँ, तेरो भाउजूले पनि छोडेर आए। तैँले पनि ढिलो चाँडो छोड्नै पर्छ। त्यसो भन्दैमा हतारिएर बिहे गर्नु हुँदैन। अहिले नानी पढ्दै हुनुहुन्छ, पहिला पढाइ पुरा होस्, अनि केही जागिर पेसा होस्,
त्यसपछि मात्रै बिहेको बारेमा सोच्नुपर्छ। सुन्नुभयो भाउजूको कुरा? तर म पढाइ पुरा गरेर जागिर खाएर पनि तपाईँहरूसँगै बस्छु, तपाईँहरूलाई पाल्छु, तपाईँहरूलाई छोडेर कहीँ कतै जान्न, बुझ्नुभयो? हुन्छ, आमाले जे भने पनि म तपाईँलाई कतै जान दिन्न। दाल थप्नु हजुर? पुग्यो मलाई त, तपाईँले खाँदा हुन्छ। मिठो भएन कि? घरमा मिठो बनाउनुहुन्थ्यो होला। एकदम मिठो छ। यत्तिको स्वादिलो खाना त मैले अहिलेसम्म खाएकै थिइनँ। यति मिठो खाना मैले कसरी बनाउनु? घरमा तपाईँले नै बनाउनुहुन्छ र? एक्लो छु, आफूले नबनाए कसले बनाइदियोस्? अनि श्रीमती बे गर्नुभएको छैन र? माफ गर्नु है, मैले त ख्यालै नगरी बोलेछु। सोध्न हुँदैन थियो होला। त्यस्तो सोध्नै नमिल्ने केही होइन, अहिले एक्लै छु। आन्टी हुनुहुन्न, 1.5 वर्ष जति भयो। घरबाट माइत जान्छु भनेर हिँड्नु भएको रे। पछि माइत नभए अर्कै बिहे गर्नुभयो अरे भन्ने खबर आयो। त्यसपछि अङ्कल एक्लै हुनुहुन्छ। ए, अनि बच्चा बच्ची? छैनन्। भाग्यको कुरा न हो, एक्लो हुने रहर त कसलाई पो हुन्छ र? उनी पनि श्रीमान नभएर एक्लै भएकी मान्छे, म श्रीमतीले छोडेर गएपछि एक्लो भएको मान्छे। दुवैका दुःख उस्ता उस्तै रहेछन्। मान्छेलाई सुखले भन्दा पनि दुःखले नजिक बनाउँछ भन्थे, हामीलाई पनि नजिक बनाउन यसरी भेट भएको हो कि? ए, मैले नै 3 लाखलाई 30 लाख भने के भन्नु खोजे कि तिमीले? तिम्रो छोरो कति झुटो र फटा थियो तिमीलाई केही थाहा छैन। यो केटीसँग बिहे गरेपछि यसको सबै सम्पत्ति आफ्नो हुन्छ भनेर मलाई झुक्याएर मसँग 30 लाख लिएको। हे भगवान्, हामी माथि किन यति धेरै निर्दय बन्छौँ? हामीलाई दुःखको के कमी थियो र फेरि यति ठुलो ऋणको भारी बोकाउँदैछौ? अब कहाँबाट ल्याएर तिरौँ त्यत्रो पैसा? कुन जन्मको पापको सजाय दिँदैछौ मलाई? जुन बेला छोराछोरीलाई भाउको काँचो थियो त्यही बेला उहाँलाई लिएर गयो। बल्ल तल्ल छोरा ठुलो भएर कमाएर घर चलाउन थालेको थियो, फेरि उसलाई पनि लिएर गयो। कसै कसैको जिन्दगीमा त यति धेरै पीडा किन दिन्छौ भगवान्? यदि मनोजलाई लानै थियो भने बिचारी सृजनाको जिन्दगी बिचली पारेर किन लग्यो? बरु उसको बिहे नहुँदै लगेको भए सृजनाको जिन्दगी बर्बाद त हुँदैन थियो। अब मैले नै केही कदम चाल्नुपर्छ। मीरा र सृजनाले दुःख पाउनुहुन्न। बरु घर खेत गुमाएर खुल्ला आकाश मुनि बस्न सक्छु, तर त्यो ऋणको बोझ बोकेर जेठाजुको हेपाइ र तिरस्कार सहेर बस्न सक्दिनँ। बिचरा आमा र मीरा कति सोझी हुनुहुन्छ। माया नआकी भए उहाँहरूको बिच जल्ली हुने रहेछ। मैले त आफूलाई बेसहारा ठान्थे, तर बेसहारा त उहाँहरू हुनुहुँदो रहेछ। कति निरीह भएर बस्नु भएको रहेछ। त्यो ठुलबाउ बनाउँदोले कतिसम्म दुःख दिएको होला। त्यस्ता पापी अधर्मीलाई त यो धरतीमा किन राख्छन् के भगवान्ले पनि?
अल्पायुमै मर्नुपर्ने त्यस्तै पापी र दुष्टहरूले हो। तर यहाँ त जो असल छ, जो अरूको दुःखमा साथ दिन्छ, उसैले अकालमा मर्नुपर्छ। तर म उहाँहरू जस्तो निरीह भएर बस्दिनँ। भगवान्ले मलाई यो घरमा उहाँहरूको सहारा बनोस् भनेर ल्याउनु भएको होला। म उहाँहरूको अगाडि ढाल बनेर उभिनेछु। त्यो ठुलबाउको चेली र जालसाजी कामको पर्दाफास गरेरै छाड्नेछु। मान्छेलाई उमेरले होइन, परिस्थितिले कलिलैमा व्यावहारिक हुनुपर्दो रहेछ। आफ्नो मनका चाहना मारेर परिस्थितिले हिँडाएको बाटो हिँड्नुपर्दो रहेछ। मैले अब पढाइ मात्र भनेर हुँदैन। पहिला सानोतिनो भए पनि जागिर खोजेर कमाइ गर्न थाल्नुपर्छ, घर चलाउनुपर्छ। म आमा र भाउजू दुवैको सहारा बन्नुपर्छ। काका नमस्कार। तपाईँ मसँग रिसाउनु भएको छ मलाई थाहा छ, तर एकचोटि सोच्नुहोस् त, मैले आजसम्म गरेका काममा के चाहिँ नराम्रो गरेँ? तैँले जे गरिस् जम्मै नराम्रो गरिस्। होइन, बरु तपाईँले जे गर्नुभयो सबै नराम्रो काम गर्नुभयो। हिजो बसन्तसँग सिर्जनाको बिहे गराउनेदेखि अहिले मास्टरसँग बिहे गराएर सिर्जनालाई विधवा बनाउने तपाईँ हो। तपाईँको आफ्नो अहम र जिद्दीको कारण सिर्जनाले दुःख पाकियो। सिर्जनाले दुःख पाउनुको कारण तपाईँ हो। भइहाल्यो, बितेको कुरा फर्केर आउँदैन। सबै कुरा बिर्सेर अगाडि बढ्नुपर्छ। बरु म सिर्जनालाई साथ दिन्छु। सिर्जनालाई अब त्यो घरमा कुनै हालतमा नपठाउनु होला। म त्यही भन्नलाई यहाँ आएको। तर दिदी त हिजै गइसक्नुभयो। के रे? सिर्जना फेरि त्यही दलदलमा गई? अब चाहिँ पक्का भयो तपाईँ सिर्जनाको बाउ होइन। यदि तपाईँ सिर्जनाको बाउ हुनुभएको भए उसलाई त्यस्तो दलदलमा पठाउनुहुन्न थियो। तपाईँलाई थाहै छैन त्यो मास्टरको ठुलबाउ कति कप्टी छ। हुँदो नहुँदो जालसाजी काम गरेर मान्छेलाई फसाउँछ, दुःख दिन्छ। अस्ति मेरै आँखा सामुन्ने के गर्यो तपाईँलाई थाहा छ? जाउँ भनेर तानेर ल्याएर मात्र हो। तर त्यो बुढोलाई आज मैले जानेको थिएँ। त्यो बुढो मूर्ख छ के? हेर्दा मात्रै सोझो। एकैछिन त्यहीँ बसेर भनाभन गरेको भए अहिले तपाईँको टाउको फुटालिदिन्थ्यो। तिमीले मलाई कमजोर सोचेको? त्यसले मेरो टाउको फुटाउन्जेल म चाहिँ टाउको थापेर बस्थेँ? म त्यसको टाउको फुटाउँदैन थिएँ। त मेरो ठाउँ हो, म किन त्योसँग डराउने? डराउनु पर्ने त ऊ हो नि। तपाईँलाई आफ्नो तागतको त्यति घमण्ड छ भने जानु न त, भिडेर आउनु। अनि थाहा हुन्छ कसले कसलाई जित्दो रहेछ। भिड्न त भिड्छु। त्यो सिर्जनाको बाउलाई आफ्नो धनको खुब घमण्ड चढे जस्तो छ। त्यसको घमण्ड तोड्ने आइडिया मसँग छ। हेर त, यो 3 देखियो कि 30 देखियो? यो त 30 देखियो। सच्याएको जस्तो देखिन्छ? थाहा थियो मलाई उसले सिर्जनालाई दुःख दिन अनेक हरकत गर्छ भनेर। तर छोरीलाई रोक्न मैले अनेक कोसिस गरेँ। ऊ यहाँ बस्न मानिन। बाउले बिहे गरेर पठाएको घर नै मेरो घर हो भनेर गई। ऊ त आफ्नो कारणले बुवाले दुःख नपाओस् भनेर सधैँ अप्ठ्यारोमा हिँड्न चाहन्छे। तर तपाईँ आफ्नो कारणले छोरीले दुःख नपाओस् भनेर कहिल्यै अप्ठ्यारोमा हिँड्ने कोसिस गर्नु भएन। तपाईँ स्वार्थी बाउ हो, म यति ग्यारेन्टी दिएर भन्न सक्छु।
सिर्जनाले अरूको कारण दुःख पाकी होइन, तपाईँकै कारणले दुःख पाकियो। तपाईँ नमरेसम्म सिर्जनाले सुख पाउँदिन। यति कुरा लेखेर राख्नुहोस्। सिर्जना साह्रै सफा मनकी छिन्। सकभर आफै दुखेर अरूलाई नदुखाउँ भन्ने चाहन्छन्। तपाईँहरूले उसको ख्याल गर्नु है। म यिनको आफ्नै अङ्कल नभए पनि सानैदेखि आफ्नै आँखा अगाडि हुर्किएकी हुनाले यिनको साह्रै माया लाग्छ। म आमा हुँ, यिनी मेरी छोरी हुन्। आमाले आफ्नो छोरीको ख्याल गरिदिनु होला र? म अरू केही दिन सक्दिनँ, तर मायामा कमी हुन दिन्न। उता सिर्जनाको बुवालाई ढुक्क हुन भन्दिनँ। हस्, म अहिले जान्छु। केही अप्ठ्यारो परे मन आत्तिए फोन गरिहाल्नु, म आउँछु लिन। अनि बुवासँग यता के भयो केही पनि नभन्नु है। सबै व्यवहार मिलिसक्यो, सबै ठिक छ भनिदिनु। छोरीको घरको कुरा माइतीसम्म पुगेको राम्रो हुँदैन। जे जस्तो भए पनि यो घरको इज्जत राख्नु मेरो धर्म हो। मलाई तिम्रो यही विचार त मनपर्छ। बुवासँग जे लुकाए पनि मसँग चाहिँ नलुकाउनु। उता बुवाको चिन्ता नलिनु, उहाँसँग म हुन्छु, म सम्हाल्छु। बुझ्यौ? अहिले म जान्छु। बिचारीले हाम्रो लागि भनेर आफ्नो बुवाको काख लत्तार आए। उन आएको भए पनि हामीले बोलाउने कुनै ठाउँ नै थिएन। अझ हाम्रो इज्जतको लागि बुवासँग झुट बोल्न लगाए। यसले हाम्रो लागि यति धेरै सोचे भने मैले किन नसोच्ने? आजसम्म सबको सामु निरीह भएर बाँचे। अब पनि निरीह भइरह्यो भने सृजना र मेरा दुवैले दुःख पाउँछन्। बरु घर खेत जाओस्, म यिनीहरूमाथि विपत्ति आउन दिन्न। यसरी भरि गाडी देखिएपछि सायद त राम्रै हुने भयो। त्यसमाथि तपाईँसँग भेट भयो, सुनमा सुगन्ध थपे चाहिँ लाग्यो। तपाईँ निस्किन लाग्नुभएको हो र? म त खानासाना खाएर जाने होला भनेर हतार हतार पानी लिएर आउँदै थिएँ। तपाईँलाई किन दुःख दिनु भनेर फेरि फेरि आउँदा खाउँला नि हुन्न? अब कहिले पो आउनुहुन्छ होला र? तपाईँसँग सम्बन्ध जोडेपछि आउने जाने त भइरहन्छ नि। हजुर, बुझिनँ। मेरो मतलब सिर्जनाको तर्फबाट तपाईँहरूसँग सम्बन्ध जोडिएको छ। अब त पुण्य दाइले सिर्जनाको खबर बुझ्न मलाई बेला बेलामा पठाइरहनुहुन्छ। त्यही भएर म आइरहन्छु भनेको। ए, त्यही पनि खाना खाएर गएको भए हुन्थ्यो। घरमा भएको भए रोकेर भए पनि भोकै जानै दिन्न थिएँ। अब सायद गरेर निस्केको मान्छेलाई फर्केर जाउँ भन्न पनि भएन। तपाईँले यति आत्मीयता देखाउनु भयो, मलाई टन्न भए चाहिँ भयो। हिजो तपाईँले खुवाउनु भएको खानाको स्वाद अझै मेरो जिब्रोमा टाँसिएर बसेको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। छ्या, तपाईँले त कस्तो कुरा गर्नुभएको। एक छाक खाना खुवाउँदा पनि त्यस्तो भन्नुपर्छ र? त्यस्तो धन्यवाद त अन्जान मान्छेले गुण लगाउँदाखेरि भन्ने हो। म पनि त्यस्तै हुँ र? होइन होइन, मैले त्यस्तो भन्न खोजेको होइन। मेरो कुराले तपाईँको मन दुखेमा मलाई माफ गर्नु है। अहिले म जान्छु। हुन्छ, राम्रोसँग जानु होला। हस्।
किन आयो? बस। राख्नुहोस् त्यो लाल पूर्जा, लिलामी गर्नुहोस् घर जग्गा। म सुकुम्बासी हुन तयार छु, तर मेरो छोरी बुहारीमाथि नराम्रो व्यवहार गरेको म हेर्न सक्दिनँ। लो, तिमी त त्यत्तिकै तातिएर आयो त। म त्यति अधर्मी छु होला र? आफ्नै भाइको घर परिवारको उठीबास गराएर मेरो मनमा शान्ति हुन्छ होला र? भन त। हेर, मैले सधैँ तिमीहरूको भलाइ चाहेको छु। म हिजो त्यहाँ तमसुक च्यातेर फाल्न आएको थिएँ। तिम्री छोरीले अनावश्यक न्यु खोजी, त्यही भएर रिसको झोकमा धम्क्याएर मात्र आएको। राख यो लाल पूर्जा, चाहिँदैन मलाई। अनि त्यो 30 लाखको कुरा? त्यो त मनोजले लिएकै हो। तर के भयो त? मैले कमाएको थिएँ, उसले चलायो। बाउको सम्पत्ति छोराले खाएर के बिग्रियो? चाहिँदैन मलाई त्यो पैसा। तर मैले तिमीहरूलाई यति सहयोग गरिसकेपछि तिमीहरूले पनि मेरो इज्जत राखिदिनु पर्यो कि? मैले भनेको कुराको मान राखिदिनु पर्यो। त्यो त हामीले कहिले पो नमानेका छौँ र। तपाईँको भाइ बितेपछि तपाईँको रेखदेखमा त हामी बाँचेका छौँ। सबै थाहा रहेछ त। अनि मैले मिराको बारेमा राम्रो घरको कुरा ल्याउँदा ठाडै हुँदैन भने। पहिला घर कस्तो हो, केटा कस्तो छ, अनुशासन कस्तो छ भनेर बुझ्नुपर्छ नि। बुझ्दै नबुझी हुँदैन भनेर मेरो अपमान गर्यो। छोरीले 2-4 अक्षर पढी बोल्न सक्ने भाइ भन्दैमा उसैको होमा हो मिलाउन थाल्यो त। के हुने खाने बुहारी फर्केर आइ भनेर चुरीफिरी बढायो तिम्रो? त्यस्तो केही होइन। छोरी आफैले बिहे गर्दिनँ भनेपछि म कसरी कर गरौँ? ले, हाम्रा छोरी चेलीले आफै बिहा गराइदिनु त कहाँ भन्छन् र? हामी आफैले उमेर हेरेर परिस्थिति बुझेर बिहा गराइदिनुपर्छ। काल जमाना खराब छ। सहरमा कलेजमा पढ्दैछ भनेर गमक्क परेर नबस। भोलि आफ्नै खुसीले कुनै केटोसँग लागेर कुल खानदानै नमिल्नेसँग गयो भने के हुन्छ? हाम्रो नाक काटिँदैन। त्यसैले बेलैमा बिहा गराइदियो भने आनन्द हुन्छ। भर्खरै छोरा बितेको छ, फेरि छोरीको बिहेको बारेमा कसरी सोच्नु? आजै अहिले बिहा गराइदियो त म पनि भन्दिनँ। अनि 2-4 जना केटा छन् मैले चिनेका, कति त विदेशतिरै छन्, उतैका बिहा भएका। हाम्री मिरासँग बिहा भयो भने मिरालाई पनि उतै लैजान्छन्, विदेशको ठाउँ। सोच त, हाम्री मिराले कति सुख पाउँछ। सृजनाको के भर छ र? हिजो एउटासँग छुटेर हाम्रो मनोजसँग बिहा गरेर आए। बोइस उमेर छँदैछ। भोलि राम्रो केटा पायो भनेदेखि उसैसँग जान्छ। अहिले पैसा ल्याएर दिइ भनेर मक्ख नपर। बरु मिराको राम्रो घरमा बिहा गराइदियो भनेदेखि उसैले तिमीलाई पाल्छ, तिमीले पनि सुख पाउँछौ। हुन्छ, तपाईँलाई जे ठिक लाग्छ त्यही गर्नु। बरु मिराको अलिक बढी ख्याल गर। आजकलका केटीकेटीको केही भर हुँदैन। कलेज पढ्दा पढ्दै कति बेला बाटो बिराइसकेका हुन्छ, थाहा नै हुँदैन। त्यही भएर अब कलेज पनि नपठाऊ। अब विदेशी जाने बेसी यहाँ पढ्ने के काम? कुरो बुझ्यौ? बुझेँ। तर अहिले कसैसँग कुरा नगर नि। सबैतिर हल्ला भयो भने सबैले मेरी छोरीको बिहा गराइदिए भने मलाई नै हैरान पार्छ। तिमीले छोरीबारीसँग नि कुरा नगर। समय आएपछि म आफै भन्छु। हस्। नानी, पानी पिउनुहुन्छ? एकछिन पर्खनु, पसिना आवाज अनि। किन एक्लै जानुभएको? मलाई पनि सँगै लानुपर्छ न? तपाईँ यहाँ नयाँ हुनुहुन्छ, फेरि तपाईँलाई घाँस काट्न आउँथ्यो कि नै, त्यही भएर भन्न अप्ठ्यारो लागेर नभनी गएँ। म पनि यस्तै गाउँमा हुर्किएकी हुँ, कुनै सहरिया होइन। उता हाम्रो घरमा पनि भैँसी पालेको छ। कहिलेकाहीँ बुवालाई सघाउनलाई मैले पनि घाँस काट्थेँ।
त्यही भएर अब मलाई पनि सँगै लैजानु है। दुईजनाले एकैचोटि ल्याएपछि दिनभरिलाई पुगिहाल्छ। हुन्छ। अनि आमा खै त? खै अघि अङ्कललाई बिदाई गर्दा त हामी सँगै थियौँ। म भित्र पसेको बेला आमा कता निस्किनु भयो थाहै भएन। गाउँतिर जानुभएको होला। नानी, म तपाईँसँग एउटा कुरा गर्छु है। भन्नु न के कुरा हो? सम्बन्धले हामी नन्द भाउजू भए पनि तपाईँ र मेरो उमेर उस्ता उस्तै हो। हामी साथी जस्तै हौँ, त्यसैले विचार पनि मिल्छ। आमा पनि बुझ्ने नै हुनुहुन्छ। तर मलाई आमासँग कुरा गर्न अलि अप्ठ्यारो लाग्छ। म बुझ्छु तपाईँको अप्ठ्यारो, त्यसैले मसँग कुरा गर्दा साथी जसरी जिस्किएर बोल्दा हुन्छ। तपाईँको मनमा लागेको कुरा निर्धक्क भएर मलाई भन्दा हुन्छ। यहाँसम्म कि आमाकै बारेमा केही गुनासो भए पनि मसँग भन्दा हुन्छ। यो त त्यही आमाकी छोरी हो, यसले आमाको सपोर्ट नगरेर मेरो किन गर्ली भनेर सोच्दै नसोच्नु। म आमाकी छोरी त हो, अनि भाउजूकी नन्द पनि हो। मैले पनि भोलि यो घर छोडेर अर्को घर जानुपर्छ। जब आफ्नै भाउजूको मर्म बुझ्न सकिनँ भने भोलि मेरा नन्द अमाजुले मलाई बुझेनन् भनेर गुनासो गर्न सुहाउँदैन। बाफ्रे, तपाईँले त कहाँको कुरा कहाँ पुर्याउनु भयो। मैले गलत भनेर? एकदम सही भन्नुभयो। खासमा मैले भन्न चाहेको कुरा के भने नि, अब सधैँ यसरी बसेर हुँदैन। मैले पनि यता वरिपरि कुनै जागिर पाएछु भने गर्नुपर्छ, नत्र कुनै व्यवसाय भए पनि गर्नुपर्छ। त्यत्तिकै ठुलो बुवाको त्यत्रो धेरै ऋण तिर्न सकिँदैन। अनि तपाईँले पनि पढ्नुपर्छ। पढ्ने चाहना त मेरो पनि हो, खर्च कहाँबाट जुटाउनु? त्यसको चिन्ता तपाईँ नलिनु, म जसरी पनि व्यवस्था गर्छु। बरु अहिले आमा आउनु भएपछि सँगै बसेर सल्लाह गरौँ। हुन्छ। ओ, आमा पनि आउनुभयो। कहाँ गएर आउनुभयो आमा? तेरो ठुलबाका। ठुलबाका? किन? सबै कुरा तँलाई किन चाहियो? सबै कुरा चाहिएन, तर यो लाल पूर्जा किन लिएर जानुभएको? कहिलेसम्म ऋणको भारी बोकेर तेरो ठुलोबासँग डराएर बाँच्ने भनेर घरखेत सबै जिम्मा लगाउन गएको थिएँ। उहाँले लिन मान्नु भएन। किन? के भएर लिन मान्नु भएन? आखिर उहाँले खोजेको के रहेछ? सधैँ त्यो तमसुक देखाएर हामीमाथि अधिकार जमाउनु? तैँले यही थुतुनु बढी चलाएको भएर रिसको झोकमा त्यस्तो गर्नुभएको रहेछ। अबदेखि तँ जान्ने भएर नबोल। जे गर्नुपर्ने हो म गर्छु। भाउजूमाथि नहुँदो आरोप लगाएको भएर मात्र बोलेकी हो, नत्र त्यस्तासँग बोल्नु पनि परेको छैन। त्यही पनि अब म कलेज जान्छु, भाउजूले मलाई पढ्न जानु भन्दै हुनुहुन्छ। पर्दैन कतै जानु, अब यही घरमा बसेर मलाई सघा। अर्को साल बिहे गरेर गएपछि जता जान मन लाग्छ उतै जानु। के भन्नुभएको? कहाँबाट आयो बिहेको कुरा? तपाईँले भन्दैमा म बिहे गर्छु र? बरु पैसा छैन, आफै कमाएर पढ भन्नु न। म जागिर खाएर भए पनि पढ्छु, तपाईँले खर्च दिनु पर्दैन। धेरै जानिन हो, आजकल त धेरै थुतुनो चलाउनु भएकै छस्। तेरो पनि विश्वास लाग्दैन मलाई। तेरो दाइ पनि सर पढ्ने भनेर गएको थियो, थाहा पाइ छैन? कुन चाहिँ केटीसँग लागेर भुँडी बोकाएर उतै उसलाई बिचल्ली पारेर आएको रहेछ। तँलाई पनि कसैले त्यसरी नै फसायो भने ठुलबाले एउटा राम्रो घरको विदेशी नागरिकता भएको केटाको कुरा चलाउनु भएको छ। अर्को साल बिहे गरेपछि त पनि उतै जान पाउँछस् रे। त्यति भएपछि तँलाई के चाहियो? विदेश गएर उतैको नागरिक हुने भएपछि यहाँ दुःख गरेर किन पढ्न पर्यो? त्यही भएर कतै जानु पर्दैन, थपक्क घरमा बस।